हे एभ्रिवान, स्वागत छ हजुरहरूलाई फेरि पनि मेरो अर्को एउटा नयाँ मिनी ब्लगमा। र गाइस सबैजनालाई महाशिवरात्रिको धेरै धेरै शुभकामना छ। र अहिले चाहिँ म अनि आमा चाहिँ जाँदैछौँ मन्दिर, हामीहरूकै गाउँको मन्दिरमा र दर्शन गर्छौँ। र कहाँ कहाँ के हुन्छ तपाईँलाई सबै थोक देखाउने छु ब्लगमा। तपाईँहरू फुल ब्लग अन्तिमसम्म हेरिदिनु होला गाइस। र हिँड्नुहोस्, म तपाईँहरूलाई हामीहरूको गाउँको शिव मन्दिर देखाउने छु। र गाइस यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, यस्तो उकालो चढ्दै हामीहरू जाँदैछौँ मन्दिर। महादेवलाई भेट्न कहाँ सजिलो छ नि गाइस। र महादेव त कैलाशमै बस्नुहुन्छ नि। र हामीहरू चाहिँ छिटै आउने भन्दै पनि 9 चाहिँ बज्यो है त गाइस मन्दिर आउन लागि। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यही गेट, यहाँ हिजो हामीहरूले यहीँ झाडु लाथ्यौँ, यहाँ हामीहरूको त्रिदेव बसिरहेछ यहाँ। र गाइस फाइनली हामीहरू मन्दिर आइपुग्यौँ। र यहाँ आउने बित्तिकै हेरेको त प्रसादी काट्न धमाधम भइरहेको रहेछ। र यहाँ दर्शन पनि गर्दै हुनुहुँदो रहेछ कतिपय। र कतिपय चाहिँ बिहानै आइवरी दर्शन पनि गरिसक्नुभएछ। कति छिटो हामी चाहिँ छिटो आउने भन्दै टाइम चाहिँ कति छिटो बित्यो पत्तै पाइएन गाइस। र हामीहरू चाहिँ यतिखेर भयो हामीहरूको मन्दिर आइ 9 बजिसकेको थियो। र हामीहरू पूजा गर्न भनेर लाग्यौँ। र माले त गरिसक्नुभयो र म चाहिँ अहिले पूजा गर्न भन्दै लागेँ। र यहाँ पूजा गरिसकेको बादमा माले चाहिँ डोरो बाँध्न थाल्नुभयो र साथैमा टिका लाउन मैले पनि यहाँ टिका लाउन अर्न थालेर डोरो सोरो सबै बाँधिसकेँ गाइस। यहाँ चाहिँ हामीहरू अब देवी दर्शनमा आएका छौँ, देवी दर्शन गर्दैछौँ। शिव दर्शन गरिवरी यहाँ चाहिँ हेर्न सक्नुहुन्छ मा दर्शन गर्नुहुँदैछ। मैले चाहिँ पूजा गरिसकेँ। यहाँ हेर्न सक्नुहुन्छ हामीहरूको देवी मन्दिर। यहाँ चाहिँ म प्रसाद खान भनेर लागेँ र प्रसाद खाँदै म चाहिँ आइपुगेँ भाउजूहरूको दोकानतिर। किनभने आज चाहिँ भाउजूहरूले दोकान राख्नुभएको छ, भाङको लड्डु घट्टा र विभिन्न प्रकारको। गाइस यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हामीहरूको सानो भाइ बसेर छ टिका लाउन भनेर। लु मलाई टिका त लगाए, टिकाले लगाइदिनु भयो। हामीले टिका सिका लगायौँ गाइस। अब त जाने घरतिर। त लगाइस् टिका? लगा टिका लगा। गाइस हामीले चाहिँ मन्दिर दर्शन गरिवरी अहिले घर फर्किँदैछौँ। यसको पछि फेरि म मन्दिर आउने छु र के हुन्छ म तपाईँहरूलाई देखाउने छु। र साथैमा प्रसादीको लागि खिचडी पनि बन्दैछ। म सबै थोक देखाउँछु, तपाईँहरू भिडियोलाई एकदम मिस नगरेर हेर्दै गर्नु होला गाइस। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ म चाहिँ घर गइवरी फेरि मन्दिर आइसकेको छु। र यहाँ आएर त सबैजना खिचडी खाना भनेर बसिसकेका रहेछन्। र यतापट्टि चाहिँ हाम्रो भाउजूको पनि पुरा बिक्री भइरहेको रहेछ गाइस। र आजको ब्लग कस्तो के लाग्छ कमेन्टमा जरुर भन्नु होला। फेरि पनि भेट्ने छु अर्को एउटा नयाँ ब्लगमा। बाइ बाइ।